नमस्ते नमस्कार, म प्रमोद। म आज एउटा सानो भिडियो लिएर आएको छु। हेर्नु, यो किसानको दुःख कसले बुझ्छ र? किसानको दुःख कसले बुझ्छ र? बुझिदिन्छ होला, सरकार पनि बुझ्दैन, तर जनता के बुझिदिन्छ होला। सरकार, नेपाल सरकारले तोकेको धानको मूल्य 3031 रुपियाँ छ, तर यहाँको चट्टी बेलाले, मिल बेलाहरूले कति लिन्छ होला त्यो थाहा छैन, तर चट्टी बेला चाहिँ हाम्रो 2200 2250 रुपियाँ लिन्छ। खादको कति भाउ छ, कति मूल्य छ हेर्नु। खादको मूल्य, खाद एक त खाद भेटिदिएको छैन। कति दुःख गरेर, कति कष्ट गरेर खाद ल्याउँछ, दुःख गरेर खेती गर्छ, समयमा पानी हुँदैन, पानी बत्ती हुँदैन, मोटर ल्याएर काम गर्छ, त्यो पनि बत्ती गएको हुन्छ। कति दुःख गरेर किसान खेती गरेर ल्याउँछ, तर त्यो धानको मूल्य टोके बमोजिम पनि पाउँदैन। टोके भन्दा पनि कम रेटमा लिन्छ। 3031 रुपियाँ रेट नेपाल सरकारले तोकेछ, तर यहाँ 2200 2250 रुपियाँ के आधारले त्यति लिन्छ? त्यति मूल्य के आधारले लिन्छ? म नेपाल सरकार, प्रदेश सरकार, मेयर साहब सबैसँग नम्र निवेदन गर्छु कि कमसेकम यो कुरामा ध्यान दिनु। नभए किसानहरू यस्तै यस्तै कारणले झुन्डिएर मर्छ, उचित मूल्य पाउँदैन, मेहनतको मूल्याङ्कन पनि पाउँदैन, त्यही भएर मर्छ किसानहरू। म सबैसँग नम्र निवेदन र आग्रह गर्छु कि यति मात्रै गरिदिनुहोस्। नेपाल सरकार, प्रदेश सरकार, मेयर साहब, वडा अध्यक्ष सबैलाई म यति मात्रै भन्छु कि यसमा ध्यान दिनुहोस् कि जति बेलाले 2200 2250 रुपियाँ धान दिन्छ, तर नेपाल सरकारले तोकेको 3031 रुपियाँ भन्दा कम कसैले लिँदैन भनेर भनेछ। फेरि किन यस्तो किन? जति पनि दुःख हुन्छ हामीले किसानलाई किन मात्रै, किसानैलाई दुःख दिने हो, गरिबलाई मात्रै दिने हो दुःख? नम्र निवेदन र अनुरोध सरकारसँग, प्रदेश सरकारसँग, मेयर साहबसँग, वाडा अध्यक्षसँग म गर्छु कि यस्तो कुरोमा ध्यान दिनु। कमसे कम उचित मूल्याङ्कन, किसानको उचित मूल्य गरिदिनु, त्यति मात्रै हो। उचित मूल्य दिलाइदिनु। म यति भन्दै प्रदेश सरकार, मेयर साहब, वडा अध्यक्ष, नेपाल सरकार सबैसँग नमस्कार। किसानको मूल्य बुझिदिनु होला। नमस्कार गर्नु।